सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। अहिले चाहिँ शुक्रबार नानीहरूको छुट्टी भएर हामी चाहिँ घर आएको थियौँ। यो चाहिँ हाम्रो अरिकरी चौर हाम्रो तिहारको फुल चाहिँ एउटा बुट्टा अझै नि गएन। अब चाहिँ यसलाई बिउ राख्नुपर्छ अर्को साललाई। यो चाहिँ राम्रो फुलिरहेको अझै नि यस्तो राम्रो हो। हामीले पानीहरू लगाइदिइरहेको छौँ, राम्रो फुल्यो। यो चाहिँ हाम्रो घर। आज चाहिँ हाम्रो बाख्रा बिहा हो। आज बिहान बिहानै दुईवटा पाथी पायो। सो त्यही हो, खानासाना नि खाइसक्यो। खानासाना खाएर मैले चाहिँ खाना खाएर यहाँ बाबाले घाममा बसेर खाने ठाउँ बनाउनु रहेछ। अनि भर्खर लिपेर यसलाई चाहिँ कुराल कुराल गरेर लिपेर सेप्त पारेर रातो माटोले लिपेर अनि अब चाहिँ एकछिन घाम तापेर बस्नुपर्छ। मेरो काम चाहिँ छ खाना खाएर भाँडा नि माझेँ होइन, एकछिन घाम ताप्छु अनि भाँडासाँडा माझ्नुपर्छ। साथीहरू के छ तपाईँहरूकोतिर? हाम्रोमा चाहिँ मस्त घाम लागिरह। कति मजाले दुध खाइरह पाठीले। दुईवटा पाथी पाथी भएको छ। कहिले पनि दुईवटा पाउनु थियो। हाम्रो बाख्राले अहिले चाहिँ दुईवटा पाथी पायो। लिनी ब्ल्याक, हाम्रो ठाउँमा ब्ल्याक धेरै थिएन, यसले चाहिँ दुईवटा ब्ल्याक पाथी पाछ। यति नै हो साथीहरू। अब दिनभरि घाम ताप्ने घरको काम त्यही त हो गाउँघरमा। बाई बाई साथीहरू।